जो धर्मको नाममा राजनीति गर्छ त्यो शैतान हो, त्यसले देश सक्छ। यो कुरा पहिला बुझ्न जरुरी छ। त्यो शैतानलाई चिनेर ठोक्न थाल्नुपर्छ देशको युवाहरू, तुरुन्तै ठोक्न थाल्नुपर्छ। जसले धर्मलाई बेचेर राजनीति गर्छ, आफ्नो राजनीतिक स्वार्थ सिद्धि गर्न खोज्छ, त्यो पापी हो त्यो देशको लागि, त्यो हुन दिनु हुँदैन। एक अब त्यो भयो भने यहाँ के हुन्छ त भन्दा इन्डियाले के पनि गर्न सक्छ भने म त पहिला त्यो अस्ति हराएका बन्दुक कहाँ छन् भन्नेमा छु अहिले होइन। त्यो कसले लग्यो त्यो बन्दुक होइन, गोली हराएको छ, कुन शक्तिसँग छ त्यो सेनालाई थाहा छ कि छैन होइन। र त्यो बन्दुक अब भोलि अब हिन्दूहरूलाई उग्र बनाइँदै जान्छ। यहाँका केही मान्छेहरू उतैबाट आउँछन्, यहाँका हिन्दू कहिले उग्र हुँदैन नेपालको हिन्दू होइन। त्यो इन्डियाबाटै हिन्दूहरू ल्याइन्छ र नन हिन्दूहरूको घरमा, भन्नुको मतलब कोही मुस्लिमको घरमा, कोही क्रिस्चियनको घरमा अट्याकिङ गर्न थालिन्छ अहिलेको पाराले, एउटा दुईटा हुँदै। अब तपाईँ यहाँ मुस्लिमका घरमा हान्न थाल्नुभयो, जो हजारौँ वर्षदेखि सयौँ वर्षदेखि यहाँ बसेका छन् होइन, हामीभन्दा प्योर नेपाली हुन्थ्यो, तिनीहरूको घरमा तपाईँ जब हान्न थाल्नुहुन्छ तपाईँको पापको घडा त फुट्छ त्यहाँ होइन। संसार अनि अरबमा तपाईँका एक अरबका कतारका देखि लिएर यो नेपाल ध्वस्त पार्ने खेलमा यो हिन्दूको जुन खेल ल्याइएको छ नि, यो खाडी कन्ट्रीबाट मलेसियाबाट सबै नेपाली भगाउनको लागि यो सुनियोजित रूपमा इन्डियाले गर्छ।